यसको भएर मसल बिल्ड गर्ने हो, हार्टको लागि पनि राम्रो काम गर्छ, इनर्जी पनि है। डेली भनेको डेली दिनमा एउटा खाने हाम्रो मल्टिभिटामिन छ है। अब यो नलेज चाहिँ तपाईँलाई हुनुपर्छ, जो कमजोर एकदमै विकहरूको लागि पनि यसरी खाने है। यो चाहिँ शरीरको नराम्रो टक्सिनहरू हटाउने साथै अल्कोहल पनि काट्ने, जस्तै रक्सी, बियर, रम, विस्की, चुरोट जस्ता इत्यादि खाए पनि यो सप्लिमेन्ट खानु भयो भने अति राम्रो छ, साथै लिभरलाई बचाउँछ। बुझ्दै हुनुहुन्छ? यो पास्लिन ई र मिल्क एस्टर भनेको चाहिँ विशेष गरेर यो लिभरको, यहाँ लिभरको नक्सा पनि छ है, लिभरको लागि एकदम राम्रो। अनि डबल एक्समा चाहिँ फाइटोन्युट्रिएन्ट्स भएको हुनाले त्यहाँ हाम्रो शरीरमा भएको नराम्रो एसिडिक टक्सिकहरू पनि हटाइदिन्छ। तपाईँले सायद डेमो कतिले हेर्नु भएको छ छैन होइन, डेमो मस्ट बी हेर्नुपर्छ। यो मल्टी भिटामिनमा चाहिँ जस्तै डबल एक्समा चाहिँ के छ, फाइटोन्युट्रिएन्ट्स, मल्टी मिनरल्स, मल्टी भिटामिन्स है। तर फाइटोन्युट्रिएन्ट्सले चाहिँ के गर्छ त, शरीरमा अब हामीले बजारमा विभिन्न कलर हालेको तरकारीहरू अहिले रेस्टुरेन्टमा खानु पाउँछौँ। एक्जाम्पल केककै कुरा गरौँ होइन, केक रातो पहेँलो होइन, चिकन तन्दुरीमा एकदम रातो कलर हालेर चाहिँ होइन खाइरहेको हुन्छ। त्यो कलरहरू हाम्रो शरीरमा जाँदै गर्दाखेरि कतिपय शरीरले पचाउनु नसकेको चाहिँ के हुन्छ त, एसिडिक टक्सिक हुन्छ होइन। त्यस्तोहरूलाई पनि फाइटोन्युट्रिएन्ट्स